सुन्दर फुल। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ साथीहरू आजको मेरो न्यू भ्लगमा। साथीहरू आज चाहिँ म हजुरहरूलाई यहाँ पार्कको भिडियो बनाएर देखाउने कोसिस गर्नेछु। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला प्लिज। सब्स्क्राइब गरेर जोडिनु होला साथीहरू। भिडियोलाई मन पर्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला। साथीहरू यो चाहिँ लिस्बन, पोर्चुगलको लिस्बनको अल्मेदा पार्क हो। यो चाहिँ एकदम रमाइलो पार्क छ, एकदम ठुलो पनि छ। बिहान बेलुका घाम ताप्ने एकदम रमाइलो हुन्छ साथीहरू। यो पारी एकदम झरना झरिरहेको छ, झरना। बिचमा हाइवे रोड छ। यो रोडको मुनि मेट्रो छ हैन। यहाँ चाहिँ ठिक अहिले साँझको 7 बज्नै लागेको छ साथीहरू। त्यही पनि घाम कति क्लियर लागिरहेको छ हैन। रमाइलो दृश्य छ साथीहरू, हेर्न सक्नुहुन्छ तपाईहरुले। म तपाईहरुलाई पारी गएर पनि झरनाको भिडियो देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यहाँ चाहिँ मेला लागिरहेको छ साथीहरू हैन, पार्कमा, अल्मेदा पार्कमा। यहाँ बेला बेलामा पार्कतिर मेला लाग्ने गर्छ। पोर्चुगलको सांस्कृतिक होला, अब आफ्नो परम्परा हैन। ठ्याक्क हेर्न सक्नुहुन्छ तपाईले, त्यहाँ पानी बगिरहेको छ। म त्यहाँ पानीको मुनि जानेछु। अब तपाईहरुलाई त्यहाँ नजिकबाट नि भिडियो खिचेर देखाउनेछु। घाँसे मैदान छ साथीहरू भुइँमा चाहिँ हैन। हेर्नुस्, घाँसै घाँस छ, घाँसै घाँस। भुइँमा छेउछेउमा घर छ हैन। बिचमा हाइवे, गाडी साइडमा। म चाहिँ त्यो झरना मुनि जाँदैछु साथीहरू, लखर लखर हैन। तपाईँहरूलाई त्यहाँ मुनिको भिडियो बनाएर देखाउँछु। एकदम रमाइलो छ पार्क। आनन्द हुन्छ यहाँ बस्न, घुम्न, साथीभाइसँग यसो गफ लगाउन है। नजिकै आइपुग्छ साथीहरू। झरनाको मुनि जान लागेको होइन साथीहरू, कति रमाइलो छ है। छङ 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 सुन्दर रमाइलो छ साथीहरू। नजिकै झरना मुनि आइसकेको छ। रमाइलो छ, त्यहाँ आनन्द छ। हेर्नुहोस् साथीहरू, यहाँ कस्तो लाग्यो झरना। यति मजाले बनाएको छ यो झरना होइन। यो पाइपबाट पनि हाल्थ्यो पानी होइन। यो पाइपबाट चाहिँ हालेको छैन, माथि मात्र आएको छ। अल्मेदा पार्क यही हो साथीहरू, एकदम रमाइलो छ है। मैले अघि हजुरहरूलाई परबाट हो होइन। रमाइलो छ पार्क।
अनि मैले तपाईँलाई ठ्याक्क यो पर अगाडि चाहिँ हो यहाँबाट मैले जुन गरेँ तपाईँहरूलाई अहिले पनि यहाँ वारीबाट चाहिँ झर्न लगाउनु कस्तो लाग्यो हेर्नु आलमेदा पार्क फुल पनि एकदम राम्रो फुलेको छ पानी माथिबाट पनि योभन्दा माथि पनि छ है साथीहरू मैलो छ ठ्याक्क माथि आएको छु हामी एकदम क्लियर लाग्यो रमाइलो छ साथीहरू अहिले चाहिँ म ठ्याक्क माथि चढेँ अब तपाईँहरूलाई म देखाउने छु माथिबाट ठ्याक्क पारिबाट आइदिनु रमाइलो छ पानी यो मुगा 텅 लौ त साथीहरू भिडियो कस्तो लाग्यो पार्क कस्तो लाग्यो हैन फेरि पनि अर्को नयाँ ठाउँ नयाँ पार्कको भिडियो लिएर आउने छु कमेन्ट गरिदिनु होला प्लिज कस्तो लाग्यो भिडियो त्यति जेलसम्मको लागि भिराउन चाहन्छु हस्त धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।